आज बनायो भोलि खान मिल्ने अनि 1 महिनासम्म टिक्ने मुलाको अचारको रेसिपी लिएर आएको छु। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। तपाईँ विदेशमा हुनुहुन्छ, मुला काटेर 2-3 दिनसम्म घाममा सुकाउने टाइम छैन, नेपाली रेस्टुरेन्टमा काम गर्नुहुन्छ या नेपाली रेस्टुरेन्ट चलाएर बस्नुभएको छ भने तपाईँलाई यो रेसिपी एकदमै काम लाग्न सक्छ। मैले आफूलाई चाहिने इन्ग्रिडियन्ट्सहरू यसरी लिएको छु। मैले यो भन्न सकेन, यो तपाईँले लेखेर राखेको छु, त्यो हेर्नुहोला। अनि मुलालाई यसरी आफ्नो साइजमा काटेर नुन र बेसार मोलेर 2-3 घन्टासम्म पानी तरेर राख्नुहोला। अघि रेडी गरेको इन्ग्रिडियन्ट्सलाई हल्का सोते गर्नुहोला। हल्का सोते भइसकेपछि यसलाई ब्लिन्डरमा राखेर 2 पिस हुने गरी पिस्नु होला। धेरै मसिनो चाहिँ नगर्नु होला। अनि मैले चाहिँ यतिको पिसेको छु, यहाँ राम्रोसँग भिडियोमा देखिरहेको छ, तपाईँले त्यो अनुसार पिस्नु होला। अनि यता मैले तोरीको तेल राखेर तताउँदैछु। यता तेल तातुन्जेलसम्म मैले अघि पिसेको मसला मुलामा एड गरेँ। अनि स्वाद अनुसार नुन र तेल तातिसकेको थियो। अनि मैले रातो खुर्सानी, लसुन, हरियो खुर्सानी राखेर हल्का फ्राई गरेँ। हल्का फ्राई भइसकेपछि फेरि मैले बेसार एड गरेँ। त्यसरी बेसार एड गरेँ भने कलर पनि दामी आउँछ अनि बेसारको यो फ्लेभर खासै आउँदैन। अनि अचारलाई चाहिँ बब्बल स्मुथ बनाउँछ। सबै राम्रोसँग फ्राई भइसकेपछि मुलामा एड गरेर राम्रोसँग मिक्स गर्नु होला। अनि मैले 2 टेबल स्पुन राइस भिनेगर पनि एड गरेको छु। यसले अचारमा छिटो अमिलोपना ल्याउँछ र लामो समयसम्म टिकाउँछ। यसलाई राम्रोसँग डिब्बामा भरेर 24 घण्टा राख्नु होला न्यानो ठाउँमा। अनि 24 घण्टापछि खान मिल्छ। बाई।